नमस्ते साथीहरू। आज चाहिँ मैले यो चारपाने एरियामा 22 दूर घडेरी बिक्रीमा लिएर आएको छु। 22 दूर उत्तर मोडा घडेरी। यो बाटोमा नजिकै यो देखिएको पोल, बिजुलीको पोलदेखि उता यही आलीदेखि यो देखिएको आली छ। यो आलीदेखि उता मुख चाहिँ 40 फुट छ। 22 दूर घडेरीमा 40 फुट मुख भएको उत्तर फर्किएको बाटो देखिएको यो देखिएको बाटो 20 फुटे बाटो अलरेडी पिच भइसकेको बाटोमा वरिपरि आसपासमा सबै घरहरू भएको डाँडो ठाउँमा चारपाने मेन रोडदेखि 500 मिटर उत्तरपट्टिको एरियामा यो बस्नलाई साह्रै राम्रो एरियामा बिक्रीमा लिएर आएका छौँ हजुरहरूको लागि। यदि यो एरियातिर हजुरहरूले खोज्दै हुनुहुन्छ भने यो देखिएको स्क्रिनको नम्बरमा सम्पर्क गर्नुहोला। हेर्नुहोस् त, यो वरिपरि देखिएका यहाँ सबै चारैपट्टि घर बनिसकेका छन्। यो देखिएको एरिया भनेपछि यो एरिया बस्न साह्रै राम्रो एरिया, हाइवेदेखि पनि नजिकै। यो चारपानेबाट उत्तर यता अर्जुनधारा पस्ने हाइवे पनि यही नजिकै पर्दछ। नजिकैको एरिया, यसरी घर बनिसकेको एरिया यो हाइवे। यो चारपानेबाट उत्तरपट्टि अर्जुनधारा त्यो जाने हाइवे। यो तल देखिएको सारा नेपालको हेड अफिस पनि यहाँबाट 500 मिटर उत्तरपट्टि 500 मिटर उत्तरपट्टिको भागमा साह्रै राम्रो एरिया बस्नको लागि साह्रै राम्रो एरियामा हजुरहरूको लागि घडेरी लिएर आएको छु। यो एरियातिर खोज्दै हुन्छ भने सरल मूल्यमा पाउनुहुनेछ। मूल्य चाहिँ अहिले एक्ज्याक्टली 2,50,000 भन्नुभएको छ। त्यसमा पनि केही मिलाउन सक्ने मिल्छ भन्नुभएको छ मूल्यमा। अब यो एरियातिर चारपाने हाइवेदेखि ठ्याक्कै उत्तरपट्टिको भागमा बस्नका लागि साह्रै राम्रो एरिया, शान्त वातावरण, नजिकै डाँडो एरिया भएको कारणले